हेलो एन्ड वाट्सअप एभ्रिवान, होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म आफै बिरामी भएर हस्पिटलतिर जान आँटेको। पहिला चाहिँ आज चाहिँ दाँत निकाल्न जान आँटे। दाँत निकाल्छु कि भर्छु आइपुगेर थाहा हुन्छ। दाँत लास्टै किराले खाइरहेछ। पहिला चाहिँ यतापट्टिको खाइरहेछ, यसपालि चाहिँ यतापट्टिको खाइरहेछ। यतापट्टिको चाहिँ लास्टै दुखेर अलिक भर्नै नमिलेर मैले निकालेर फाल्दिएँ। अब यतापट्टिको चाहिँ के गर्छु भनेर त थाहा छैन। बाइक पनि निकालेर टक्क रेडी पारिसकेँ। आजको मौसम लास्टै सनी छ है, लास्टै घाम लागेछ। अब चाहिँ म यहाँबाट हाकारातिर लाग्छु। के कस्तो हुन्छ गफ गर्दै जान्छु है त। अहिले चाहिँ राइट नाउ म घरबाट पनि निस्किसकेँ। अनि चाहिँ अहिले चाहिँ म हाकादातिर जाँदैछु। हेर्नु नि मौसम पनि कस्तो घाम लागेर टिलिलिली टल्केर मरुन्जेल भएर। अनि मलाई चाहिँ यो साथीले उसुसुमे गरिदिएको हस्पिटल हो क्या। अनि राम्रो छ भनेर साथी पनि अस्ति नै बिरामी भएर दाँतसाथ फुकाल्न गइरहेको थियो होइन। त्यही भएर उसुसुमे गरिदिएर म पनि अब त्यतै जाँदैछु हस्पिटल। मैले चाहिँ अगाडि पहिलोपट्टि चाहिँ लेफ्ट साइडको दाँत फुकालेको थिएँ क्या। राइट साइडको दाँत फुकाल्यो। अहिले चाहिँ म लेफ्ट साइडतिरको दाँत लास्टै किराले खाएर, धेरै गुलियो मनपर्छ नि त। अनि त्यही भएर चिनीहरू धेरै खाएर होला किराले खाइरहेछ। अब त्यही दाँत निकाल्नको लागि अब निकाल्न हुन्छ कि भर्न हुन्छ, अब त्यहीँ गएपछि थाहा हुन्छ। तपाईँहरू चाहिँ कतिको हस्पिटल जानुहुन्छ कमेन्ट गर्नु होला है। जापानमा चाहिँ डेन्टल कुरामा कुनै बेलामा होकेन युज हुन्छ, कुनै ठाउँमा हुँदैन। हस्पिटल हेरेर हुन्छ। अहिले मैले गएको हस्पिटलमा चाहिँ होकेन युज हुन्छ। मैले अघि फोन गरेर यो आएको लिएर है पनि गरिसकेको छु। म भन्छु होकेनको चाहिँ युज गर्नुपर्छ। बिरामी भएपछि हस्पिटल जाँदै ठिक हुन्छ होला, पैसा खर्च हुन्छ भन्ने सोचिन्छु। मलाई पनि त्यस्तै सोच आउँथ्यो सुरुमा नियम गएको आउँदाखेरि। पछि बुझ्दै गएपछि, पुरानो हुँदै गएपछि जे कुरा पनि जति त्यो ठाउँमा बसिन्छ त्यही ठाउँको नयाँ कुराहरू सिकिँदै जाँदो रहेछ क्या लाइफमा चाहिँ। नियङ्गाकोहरू जो हुन्जेल बिरामी हुँदा, सानोदेखि बिरामी हुँदा पनि हस्पिटल गइदिनु। ज्वरो रुगा मर्की लाग्दाखेरि जस हस्पिटल जाँदाखेरि चाहिँ तपाईँहरूले तिरेको मन्थली होकेन चाहिँ असुली हुँदो रहेछ, अर्थात् इन्सुरेन्स। त्यही भएर हस्पिटल जाने बानी चाहिँ गरौँ होला भन्न चाहन्छु म पनि। आज हेरौँ न त मेरो दाँतमा के कति खर्च हुँदो रहेछ नि त। तपाईँहरूले पनि थाहा पाउँछ कतिको सस्तो छ महँगो छ जापानको हस्पिटल। महँगो त अवश्य छ, तर होकेनले गर्दाखेरि अलिक सस्तो हुन्छ कि पैसा तिर्नुपर्ने खासै धेरै तिर्नु पर्दैन जस्तो लाग्छ मलाई चाहिँ। जाम रहेछ 12 बजे पनि दिउँसो कस्तो जाम हो। 11:30 जति भयो होला। पर कन्स्ट्रक्सन हुँदैछ जस्तो छ क्या बाटोमा। जहिले कन्स्ट्रक्सन दिउँसो गर्छन्, दिउँसो गरेपछि जहिले जाम हुन्छ। बिहान आउँदा त केही थिएन। म अगाडिको मेरो भ्लगमा हेर्नुभएको भए तपाईँलाई थाहा हुन्थ्यो किन जाम हुन्थ्यो भनेर बाटोमा है। त्यहाँ पर हेर्न देख्न सक्नुहुन्छ, त्यहाँ चाहिँ बन्दै रहेछ, के बनाउँदैछ यो बनाउँदै रहेछ र लास्ट जाम हुन्छ क्या जहिले बाटोमा चाहिँ।
राइट नाउ हाकदा जति पुगिसके है। काम कलेजले गर्दा खासै टाइम पनि हुँदैन। आफ्नो हेल्थलाई चाहिँ एकदम केयर गर्नुपर्छ है। स्टुडेन्ट लाइफमा चाहिँ लास्टै टाइम नै हुँदैन क्या। काम कलेज भन्नु बढी सोगासी हुन्छ, बिजी हुन्छ लाइफमा होइन। सबैभन्दा सुरुमा आफ्नो हेल्थ चाहिँ इम्पोर्टेन्ट हो अरू कुरा भन्दा पनि, मलाई चाहिँ त्यस्तो लाग्छ। भन्दा चाहिँ मलाई फुकुओका लास्टै सुमियोसी ठाउँ लाग्छ क्या। बस्नको लागि चाहिँ एकदम ठिक छ, सबै कुराहरू सस्तो पनि छ अरू ठाउँ हेरी चाहिँ। रेन्टदेखि ल्याएर खानेकुराहरूदेखि ल्याएर लास्टै सस्तो छ क्या। फुकुओकाको मेन सिटी हो है हाकाता भन्ने होइन। अहिले डे टाइम भएर खासै जाम नभएको होला, नभए त दिउँसोको टाइमहरूतिर त लास्टै जाम हुन्छ नि। म पहिले पढेको नियम गएको पनि हाकाताको क्युसुको गएको ठ्याक्कै कटेछ। यो बाटो हिँड्दा चाहिँ लगभग त्यही गएको याद आउँछ क्या मलाई। लगभग 180 मिटर जति देखाए है यो मेडिकल छ। अब यो टर्निङ हान्ने बित्तिकै आउँछ जस्तो छ। टर्निङ कटेर ट्याक्कै सिङ्गो कटेपछि ट्याक्कै आउँदैछ। मेरो चाहिँ ट्याक्क 12 बजीतिरको यो आएको थियो। अब यहाँबाट म चेकअप गराउँछु, के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई ब्लगमा अपडेट गराउने नै छु। कतिको राम्रो छ क्लिनिक, ओसुसुमे गर्नु ठिक हो कि होइन त्यो कुराहरू सबै कुराहरू तपाईँलाई म लिएर आउनेछु। बोल्न सक्छु कि सक्दिनँ त्यो कुरा चाहिँ मलाई थाहा छैन। अब त्यो गरेपछि कति दुख्छ कतिको सुनिन्छ। त्यो साथीको चाहिँ हिजो गाला सुन्नेको ओरेको थियो, त्यही भएर खासै बोल्नहरू पनि गाह्रो भइरहेको थियो, अप्ठ्यारो भइरहेको थियो। क्लिनिक चाहिँ यो रहेछ। हेरौँ है त अब के हुन्छ कसो हुन्छ, म तपाईँहरूलाई अपडेट गराउँछु। चाहिँ म क्लिनिकभित्र छिर्छु है त। ठ्याक्कै यो क्लिनिक चाहिँ टक्कै यो टोयोटा रेन्टर कारको अपोजिट साइडमा रहेछ। क्लिनिक बबाल रहेछ। मैले पनि 15-20 मिनट जस्तीमा आफ्नो मुसिबाको दाँत मैले चाहिँ यो आएको गरेको थिएँ। त्यही भएर 15-20 मिनटमा मेरो काम भएर म यहाँबाट निस्कि पनि सकेँ। अब यहाँबाट म घर जाँदै भन्नेछु के भयो भनेर है त। अहिले चाहिँ मैले हस्पिटलबाट दाँत सात सबै गरेर निस्किसकेँ। मेरो चाहिँ थोरै मात्रै किराले खाएको थियो क्या, अनि त्यस्तो धेरै टाइम पनि लागेन त्यो रहेछ। हस्पिटल चाहिँ होस् राम्रै रहेछ सोचे भन्दा होइन। युआको हानेर आउनुभयो भने चाहिँ तपाईँले होइन लास्टै सजिलो पर्छ तपाईँलाई। आउँदाखेरि चाहिँ तपाईँहरू युआको हानेर आउँदाखेरि नै ठिक हुन्छ जस्तो लाग्यो मलाई चाहिँ होइन। युआको हानेर आउँदै ठिक होला। आउँदाखेरि चाहिँ जो छिटो हुन्छ नि त, टाइम धेरै लागेन।
म पहिले गएको भन्दा चाहिँ यो हस्पिटल चाहिँ राम्रो रहेछ है। यो जापानतिरको हस्पिटलमा त दाँत सफा गर्ने बेलामा पानी गरिदिन्छ नि त। कस्तो त्यो पानीको फोर्सले हाने जस्तो लाग्छ क्या, धेरै फोर्सले हाने जस्तो फिल हुँदो रहेछ क्या। तपाईँहरू पनि यसो दाँत किराले खाएको छ भने चाहिँ हस्पिटल जाँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ है। मेरो चाहिँ जम्मा आज निसेन लगभग निएको जति खर्च भयो सबै गरेर। जोस् तपाईँको सोकेन भयो भने चाहिँ जोस् यही फाइदा हो क्या। कति पैसा चाहिँ इन्सुरेन्सबाट काटो, अरू चाहिँ मैले तिर्नु पर्यो। गेङकिनबाट मैले तिरेको भने चाहिँ निएको मात्रै हो क्या। म चाहिँ तपाईँहरूलाई के भन्छु भन्दाखेरि यदि जापानमा हुनुहुन्छ भने बिरामी हुन्छ भने बेलैमा हस्पिटल जानु भन्छु। स्वास्थ्य नै फेरि सबैभन्दा ठुलो धन हो। जिन्दगी छ भने त पैसा फेरि पनि कमाउन सकिन्छ नि त। अब चाहिँ यहाँबाट म घरबाट गएँ, यहाँबाट गएर चाहिँ ब्लग एडिट गरेर ब्लग पनि छिटै हाल्नेछु होइन। अहिले लास्टै घाम लागिरहेछ क्या। तपाईँहरू पनि एकदम पानी पोकारी स्वेट एक्रेसहरू खाने गर्नु है। लास्टै चर्को घाम लाग्न थालेछ जापानमा पनि चाहिँ। तातो घाममा तातो बाइकमा बस्दा कस्तो मजा आउँछ होला है। तपाईँहरू पनि इमेजिन गर्नु होला। तपाईँलाई त्यो हस्पिटलको बारेमा केही बुझ्नु भएन, फर मोर इन्क्वायरी तपाईँले युट्युबमा गएर कमेन्ट पनि गर्न सक्नुहुन्छ। डाइरेक्ट मलाई इन्स्टा फेसबुकहरूमा म्यासेज पनि गर्न सक्नुहुन्छ है। तपाईँलाई लोकेसन चाहियो भने, त्यही केही चाहियो भने। फाइनली अब म घर पनि आइसकेँ है। अब यहाँबाट चाहिँ म रेस्ट लिएर अब फेरि भरे काम हुन्छ। क्लास पनि छ एकछिनमा, त्यही भएर अब रेस्ट लिएर सुत्छु। तपाईँहरूले पनि ब्लग इन्जोय गर्नुभयो होला होप। थ्याङ्क्स फर वाचिङ है त। सी यू इन द नेक्स्ट ब्लग।